जुन भर्खरै हाम्रो मिति 2083-17 को हाम्रो जुन कलैया उपमहानगरपालिकाको अधिवेशन भएको थियो, नगर अधिवेशन, त्यसमा चाहिँ हामीले उमाशङ्कर रौनियारजीलाई 124 मत दिएर विजय बनाएको थियो होइन। उहाँले अब हाम्रो मध्य प्रदेशको उपसभापति हाम्रो राधिका न्युपाने, नेहा चौधरी लगायत डाक्टर सुशील शाहजीको नेतृत्वमा हाम्रो चाहिँ त्यो अधिवेशन सम्पन्न भएको थियो। त्यो पनि भव्य तरिकाले हाम्रो चाहिँ सम्पन्न भएको थियो। अनि त्यसपछि हामीले त्यसको 18 गते बिहान 8 बजेतिर शपथ ग्रहण पनि खाइसकेका थियौँ। अनि 81 तपाईँको 20 गतेतिर 11 बजे व्हाट्सएप ग्रुपमा राधिका न्युपानेजीले सादा पेपरमा, त्यसमा कतै पनि पद उल्लेखित थिएन, हस्ताक्षर कतै थिएन, कुनै एउटा आधिकारिक त्यो पत्र थिएन, एउटा सादा पेपरमा उहाँले लेख्नु भएको थियो कि 17 गतेको जुन चुनाव हाम्रो भएको थियो त्यसमा 50+1 त्यत्रो बहुमत हाम्रो पुगेको छैन भनेर, त्यही भएर हामीले चाहिँ उपनिर्वाचन गर्नुपर्ने हुन्छ। हामीलाई केही जानकारी छैन। हाम्रा समाजका जति पनि समर्थकहरू हुनुहुन्छ, एकचोटि विजय घोषणा गरिसकेपछि फेरि दोहोऱ्याउने त्यो मिल्दैन। चुनाव हाम्रो कलैया उपमहानगरपालिकाको सभापतिमा श्री उमाशङ्कर रौनियाजीलाई 124 मत दिएर विजय बनाइदियो। उहाँलाई चाहिँ जनप्रतिनिधि जति पनि आउनुभएको थियो उहाँलाई चाहिँ शपथ ग्रहण खुवाइदिनु भयो। अनि त्यसपछि फेरि उपनिर्वाचन गर्ने यो कहाँको नियम हो? कुन पार्टीको नियम हो? कुन विधानमा लेखिएको छ? हाम्रो पारदर्शिता हुनु पर्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले जुन अहिले अधिवेशन भइरहेछ त्यसमा कम्तीमा पारदर्शिता हुनु पर्यो। ल यतिकै म भन्न चाहन्छु। ल हामीलाई समर्थन गरिदिनु होइन, सबैसँग म यही आशा राख्छु। ल हस्, धन्यवाद।